मर्निङ गाइज मौसम हेर्दाखेरि चाहिँ सुन्तला नखाम अवस्था छ तर यहाँ हेरौँ यस्तो सुन्तला हेर्दाखेरि चाहिँ सुन्तला खाम भन्ने अवस्था छ। यस्तो बड्का सुन्तलाहरू रहेको अवस्था छ हैन। सुन्तला त यस्तो रहेछ हैन। टिप्ने काम चलिरहेछ तल। यो झरेको सुन्तला होला तल साइड है, गुल्टेको टिप्दाखेरि यो हैन टिपेको बुट्टाको टिपेको हो। हजुर बड्का सुन्तला रहेछ। 1 किलो छ होला है एउटा? छैन कहाँ पनि छैन रहेछ, अलि हलुका रहेछ। वेट हुनु नि, वेट भित्र खोक्से हुन्छ खोक्से हुन्छ। उन्सु लगभग उन्सु जस्तै छ। भोबाल छ ल है सुन्तला। सुन्तला खाने भए चाहिँ कहाँ आउनु पर्यो अङ्कल? सुन्तला खाने भए भन्नु त। यस्तो बड्का सुन्तला खाने भए कहाँ आउनु पर्यो? अब यहाँ उमाचोक जामुने हजुर म्याग्दी गाउँपालिका जामुने माथि उमाचोक भन्ने ठाउँमा आउनु पर्यो। फौजी भएको कारण हामी चाहिँ एकदम सुकुनारायण श्रेष्ठ विश्व अधिकारीको फिल्डमा जानेछौँ है। एकदम बबाल हामी अहिले फिल्ड भिजिटमा छौँ। हामी चाहिँ अहिले कुन ठाउँमा छौँ तपाईँलाई थाहा छ? यो हामी चाहिँ म्याग्दे गाउँपालिकाको माथिल्लो बेल्ट हो सर। ट्याक्कै ठेगाना चाहिँ थाहा भएन। हामी जाँदैछौँ, अब हेर्दैछौँ विश्व सरको फर्ममा हेर्ने भन्ने छ। अब हेरौँ। अहिलेसम्म हेर्दा चाहिँ अब उखु सुन्तला यहाँ तलतिरको दाना हेर्दा त यात्र मिठा पनि मिठा होला नै। मिठा होला नि, चाख्न पाए हुन्थ्यो। ट्रेनिङ पनि मिठा तरिकाले चलिरहेछ बबाल भएको छ। अब जे भयो उपलब्धिमूलक भएको छ। अब विदेश जाने कि भनेर पासपोर्ट बनाएको थिएँ, त्यो छोडिदिउँ कि जस्तो लाग्छ अहिलेलाई। अब विदेश चाहिँ अब सुन्तला बेचेर घुम्न जाउँ कि जस्तो लाग्यो। ओके छ, यस्तो छ ल। सुन्तला राम्रोसँग फल्यो भने सुन्तला बेचेर घुम्न जाउँ ल। सुन्तला राम्रोसँग फलेन भने पासपोर्ट बेचेर काम गर्न ओके छ नि त। ल धन्यवाद सरलाई। यो चाहिँ हामी सुन्तला बगान प्रवेश गर्न लागिरहेका छौँ। हम त अब अहिले विशेष हेर्दाखेरि ठिकै छ। अब हामीले फलेको रुखहरू हेर्न भ्या छैनौँ, पाएनौँ। अहिले चाहिँ आइया छ, साना ठुला बिरुवाहरू छँदैछन्। हेरौँ। अब फर्म हेरिसके पछाडि यसको रिभ्यू थोरै हल्का टुच्चा दिउँला नि त। चाखेर फल चाखेर होइन। यहाँ हेर्दा चाहिँ दाना यो चाहिँ राम्रै छ, त राम्रै बनाएको छ। यसलाई त पहिला रोक्सो लागेको देखिया रुख त अलि बुढो उमेर धकेको जस्तो देखिया छ। अमिलोको यो बोट अमिलो कस्तो लाग्यो तपाईँलाई यो फर्म? एकदम राम्रो लाग्यो। सिस्टमेटिकली रूपमा चाहिँ यहाँ मलाई खुसी लाग्यो। अब यो बिजु बोट भन्नाले अब गेडाबाट चाहिँ उत्पादन गरेको बिरुवाहरू रहेछ भन्ने कुरो बुझ्यो। तर अहिलेको सिस्टममा सरहरूले चाहिँ कलमिङ चाहिँ गर्नु, छिटो उत्पादन अनि चाहिँ धेरै राम्रो दिन्छ भन्ने चाहिँ हामीले बुझेको छ। हस् त, नमस्ते, धन्यवाद। थ्याङ्क यू। हेर्नुहोस् न, यहाँ चाहिँ काटसाट चाहिँ गरेको छैन र मल चाहिँ हामीले काम भइरहेछ होइन। अवस्था छ सर। अब यो भर्खर सुरु हुँदै होला भन्ने हामीले देख्न हाम्रो प्र्याक्टिकल अनुसार। अब यो यहाँ मल राख्ने प्रक्रिया भइसकेको रहेछ र यसलाई पनि हामीले प्रत्यक्ष देख्न पायौँ प्र्याक्टिकलमा। यसको लागि चाहिँ हामी धेरै खुसी छौँ हाम्रो यो कृषक भ्रमणको निम्ति। धन्यवाद। तपाईँलाई कस्तो लागिरहेछ? हजुर, कृषि तालिम प्रभावकारी लाग्यो र अहिले अब यो जुन कृषि अवलोकन भ्रमणको लागि हामी यो म्याग्दी गाउँपालिका तनहुँमा आएका छौँ। यहाँको यो बगैँचा हेर्दा, यहाँको व्यवस्थापन हेर्दा धेरै राम्रो लाग्यो। यो मल हाल्ने तरिकाहरू अनि यहाँका बोटहरू हेर्दा पनि एकदम भरोसा लाग्दा यो तालिम चाहिँ प्रभावकारी लागेको छ मलाई। हजुर, त्यो अनुसार यो बोट चाहिँ कटिङ यसलाई त पुरै जस्तो लागेन। किनभने अस्ति कागतीको चाहिँ कटिङ बढी भएको देखिएको थियो होइन, बढी गरेको देखिन्थ्यो। यहाँ त यो कटिङ त कुनै पनि सुन्तलामा भएको देखिएको छैन। यो वर्ष चाहिँ कटिङ नभएको अवस्था देखियो है। कटिङ चाहिँ देखिएको छैन र यो
यो के अरे के भन्छ यो मल हाल्नको लागि गहिराई पनि नपुगेको बोडो अवस्था पेस्ट देखियो। लगाएको छैन अनि बोडो पेस्ट पनि पहिला पनि नलगाएको अवस्था देखियो यहाँ चाहिँ। लगाएको त रहेछ अलि खास त बोडो पेस्ट त यो मल हालिसकेपछि लाउने हो मल हालिसकेपछि तर यहाँ पहिला नि नलाउनु भनेर भन्ने कुरा त्यहाँ बोटहरू देखियो जस्तो काट्दा तालिम जस्तो काटिन्छ सबैले काट्नुपर्छ ठिकै हो यो किनकि यो हाम्रो यो जराहरू छ नि जराहरू चाहिँ माथि सतहमै चढ्ने भएर धेरै गहिरो भएन सानो बोट रहेछ है। यो फर्मको चाहिँ हामीले चाहिँ सिक्नु पर्यो कटिङ सुरु चाहिँ भन्छ तल गोडेको छ गोडमेल पनि सुरु भइरहेको त्यहाँ हेरेर आउने अनि यहाँ हेर्नु तलसम्म पुग्नु यो नेता त एउटा हेर्दै भइहाल्यो नि हेर्ने हो भन्नु मुख्य कुरो तपाईँले गोड्ने तरिका हेर्नुहोस् तपाईँहरू अब चाहिँ त्यो गोड्ने मात्रै भनेर हुनु मल अब अधिकांश किसानहरूले मल के गर्छ भन्नु होला भने घाममा सुकाउँछ ड्राई मल खेलाउँछ घाममा र ड्राई मल चाहिँ सुकाएको मलमा चाहिँ त्यसको चाहिँ त्यो नाइट्रोजन उड्छ त्यसले राम्रो काम गर्न सक्दैन त्यसमा सहमत है सक्दैन र गोडमेल कसरी चाहिँ गर्नु त्यसमा भर पर्छ ल मलाई अब कलेज भिजिट गर्दा चाहिँ अब यहाँको चाहिँ हामीले चाहिँ रातो माटो बाली हुन्न भन्ने जस्तो कुरा गरिन्छ होइन ट्रेनिङहरूमा यहाँ चाहिँ प्रायः चाहिँ रातो माटो देखेँ यो हाइटले गर्दा नि अब हाइट पनि राम्रो होला होइन ढुङ्गा छैन अनि यहाँको जस व्यवस्थापनहरू राम्रै छ अलिकति कटिङ चाहिँ अलिक नपुगेको जस्तो लाग्यो मलाई चाहिँ मेरो विचारमा यसो सरसर हेर्दाखेरि अलिक ठिकै छ मौसमले गर्दाखेरि यहाँ चाहिँ सिँचाइ पनि नगर्नुपर्ने अवस्था जस्तो देखियो। त्यही दिन अब मौसमले गर्दा नि यो शीतहरू पर्दो रहेछ अब यसले चाहिँ फाइदा बेफाइदा त अब आफ्नो ठाउँमा छ यस्तो ढुसीहरू लाग्ने ठाउँमा चाहिँ अलिक रोग चाहिँ बढी लाग्ने हुन्छ अनि यो बोटहरूको दूरी छ नि बोटहरूको दूरी पनि अलिक कम रहेछ है यो चाहिँ अलिकति गर्नुहुन्न अब प्रकाशको भनौँ न प्रकाश पनि यता उता अब हावा पनि खेल्नु पर्छ भन्छ होइन त्यसले गर्दा अलिकति दूरी चाहिँ अलिक दूरी मेन्टेन चाहिँ भएन योबाट हामीले सिक्नु पनि एउटा ज्ञान छ। झन्डै झन्डै त्यो एउटा पाल तयार पार्नलाई तपाईँलाई झन्डै झन्डै कति खर्च हुन्छ 500 बिना खर्च 500 खर्च हुन्छ त्यसपछि सर्दी हो कि होइन फेरि समस्या सर्दी त ठिकै भयो सर्दी हो कि होइन सरेन भने किसानको 500 लस भयो ऋण माथि ऋण थपियो त्यस कारणले मैले सुन्तला सबै सुन्तला कसरी लगाएको भन्नु होला भने 10 रुपियाँमा ल्याएको सुन्तला हो म असार साउनमा मेरो बिरुवा आएपछि जहाँ जहाँ आवश्यकता छ कोदालले खन्दै सार्दै हुन्छ म कुनै मल हाल्दिनँ केही हाल्दिनँ है त्यसपछि सरिसकेपछि अर्को सालबाट मात्रै मैले मल दिन्छु है सर्यो भने सर्यो सरेन भने 10 रुपियाँ जोगाइदिनु है मैले लगाएको त्यो सुन्तला यी सबै त्यसरी नै हुर्केको सुन्तला हो र अब अहिले बुट्टाहरू ठुला भयो अब यसलाई विभिन्न न्युट्रिसनहरू चाहिन्छ र अधिकांश सुन्तलाहरू भाइरसबाट मऱ्यो भने जुन हल्ला छ ग्रिन भाइरसबाट म त्यो पत्याउँदिनँ है विशेष गरेर पौष्टिक तत्त्वको अभाव चाहिँबाट हाम्रो सुन्तलाहरू धेरै मरेका छन् र अर्को कुरो व्यवस्थापनमा विशेष गरी ऐजर मार्नुको त्यो पछाडि एउटा के छ भन्नु होला भने हामी ऐजरू भन्छौँ त्यो बिहेभियर तपाईँहरू के भन्नुहुन्छ मलाई चाहिँ थाहा छैन म देखाउँछु अब यो सबै जाऊ यो यो अलग हो यो जम्मै ढुसीहरू यो सबै चाहिँ यो यसले आफूले कमाउनु होइन यसले बुढाको कमाएको खाने है यो चाहिँ बेग्लै यो ढुसी हो त्यस कारणले अब मैले के गर्छु त भन्नु होला भने अब यो भन्नुहोस् कतिपय कतिको छोराहरू तपाईँ आफूले हेर्नुहोस् बुढो यो बुटोको साइज कति बढेको छ त्यो अनुसार घेरा अब यो साङ्लो हुँदै आयो पहिला अब भयो अब यहाँ मैले सुरुमा के दिन्छु त भन्नु होला भने यसमा मेरो 40% पोटास 40% डिएपी कति भयो 80 20 मेरो युरिया अब यो एक बुट्टाले झन्डै झन्डै 1 किलोभन्दा अलिकति बढी खान्छ त्यसमाथि मैले चाहिँ सबै गरेर यो है यो बुझ्नुभयो 40 80 80 र 20 र युरिया मलाई खेलाउन मन लाग्दैन किनभने युरिया म पत्याउँदैन त्यसले हल्का हरियो त बनाउँछ त्यसलाई जति त्यसले फाइदा गर्यो बेफाइदा त्यतिकै गर्छ त्यसपछि मेरो यसमा झन्डै 3 किलो 4 किलो पिना छ 45 रुपियाँ चाहिँ 40 देखि 45 पिना यो पिना चाहिँ मेरो झन्डै 3 किलो है अझ यो धुलोमा फेरि अलिक महँगो भन्छ के भन्छ यो पानी मारेर पक्दिहाल्छ कि यो फरकै चाहिँ पर्दैन असार साउन नभइकन पक्दैन त्यसपछि मेरो अर्को के छ भने बन डस्ट भनेको हड्डीको धुलो है हड्डीको धुलो यसमा 100 ग्रामदेखि लिएर 200 ग्रामसम्म छ म तपाईँलाई देखाइदिन्छु मसँग छ सबै चिज म हालेर देखाइदिन्छु त्यसपछि छ हामीसँग बोरेक्स
बोरेक्स त्यसले सुन्तला फुट्न र त्यो फलफुलले चाहिँ दर उठ्दै गराउँदा राम्रो काम गर्छ म देखाइदिन्छु त्यो त खेद्नै पर्ने भयो बोरेक्स त्यसपछि हाम्रो जिङ्क 50 देखि चाहिँ 100 यही अल टाइम सबै माइक्रोन्युट्रिएन्ट्स फर्किने यो माइक्रो न्युट्रिसन अन्तर्गत त्यसलाई चाहिँ मिसाइएको विभिन्न तत्त्वहरू त्यो 50 चाहिँ ग्रामदेखि लिएर 100 ग्राम अनि यो बोटको उमेर यो बजारमा तपाईँ उमेर अनुसार हुन्छ उहाँले यो बोटलाई भन्नु होइन बोरेक्स बोरेक्स यो के हो नि जिङ्क अल टाइम हड्डीको धुलो अल टाइम यो न्युट्रिसन अन्तर्गत चाहिँ पर्छ पौष्टिक तत्त्व होइन सर यो सेतो के पर्छ बोरेक्स यो पहेँलो नि सर यो अल टाइम अनि जिङ्क कुन सर अनि यो बाल्टिना छैन होइन त्यो होइन अब हामीले त्यो त्यसलाई तिर्नु पर्यो गरेको छैन त्यो वास्तवमा अब त्यो क्याटलग अनुसार पढ्ने हेर्ने हो भने त यसलाई धेरै अब हाल्ने होइन 2 टोका हाले पनि पुग्ने हो तर मेरो बुझाइमा गाईको मल चाहिँ ठिक हुँदैन बढी भएर के फरक पर्दैन यसले फाइदै गर्छ यसरी मल हालेको छ माटो हल्का चाहिँ बनाउँछ अवस्था चाहिँ छ है यसमा कति टोका छ 5 टोका धन्य 500 को गाईको मलमा दिन्छ त्यही त 5 टोका मल छ म क्विन्टलमा त नजाऊ 1 टोका अब यसलाई तयारी भएपछि अनि त्यहाँबाट फेरि अब के गर्छौँ त पहिला रुख गर्छ अहिले फल जुन भाँचिएको छ हाँगा ढुङ्गा काटेर अनि त्यो युरियाबाट निकै नै ठुलो सुन्तला फल भएको छ त्यो अब सानसानो हँसियाले पनि फाल्न सकिन्छ मिलाएर अब हामी सिग्नेचरबाट पनि फाल्छौँ त्यसलाई लिसो अनि यता सुन्नु उहाँको कुरा सुन्नु फाल्छौँ त्यो फालिसकेपछि गोडो ढिलो तुतो माथि लाउँछ होइन त्यो चाहिँ गोडो मिक्स भनेको पानीमा घोलेर अपन कति हाइट पुरै लाउँछ सबै स्प्रे गर्ने स्प्रे माथि माथिबाट पुरै स्प्रे हुन्छ त्यसपछि फेरि अनि पेस्ट लगाइन्छ लाउनु त पर्ने पेस्ट हो सबै ठाउँमा पेस्ट लाउन नसक्ने भएर पहिला पानीमा मिसाएर छर्किने त्यसपछि यसमा यो यिनीहरू राम्रोसँग मरुन् भनेर फेरि पेस्ट माथि नजाओस् कति मिटरसम्म सकेछ हैन यो त जति लाने यो हाँगासम्म जति लाने हुन्छ तर हामी त्योभन्दा माथि जाँदैनौँ त्यसपछि नभएर मिक्सरले गर्नुहुन्छ पहिला मिक्सर यो लाएर मिक्सर गरेर त बगाउँछ नि कुरो बुझ्नु भएन अनि पहिला मिक्सर त्यसपछि बोर्ड अब हामीहरू मेरो औषधि बनाइ के हुन्छ भने म 1000को रेसियोमा चाहिँ बनाउँछु क्या है माथि देखाउँ हामी ड्रमहरूबाट देखाएर हाम्रो सबै स्प्रे पावर स्प्रेबाट चाहिँ हाम्रो चाहिँ काम हुन्छ है काम हुन्छ ल यति गरिसकेपछि अनि बल्ल अब गेडा लागिसकेपछि अनि बल्ल बिसादी हामी सुरु गर्छौँ बिसादी नै हाल्नुपर्छ नि छर्किनु पर्यो नि स्प्रे अब गेडा होइन गुच्चा भइसकेपछि पतराहरू किराहरूले आक्रमण गर्छ त्यसबाट फललाई बचाउनको निमित्त अनि हाम्रो बिसादी पर्यो बिसादी कुन चाहिँ सर रोजक अब रोगर हाल्छौँ अब मैले त विशेष गरेर किलर हालेँ तर प्रति 30 सालले चेन्ज गरे नि हुन्छ एउटा इन्डियन मैले नाम भने मेरो माथि छ त्यसै भन्ने आएको थियो एउटा नयाँ है त्यो पनि परेको चेन्ज गर्छ जस बजारमा जे आएको छ सबै परेको हुन्छ र अनि अब भिटामिनहरू म कम युज गर्छु भिटामिन कम युज गर्नुको पछाडि के भने सुन्तला मिठो हुन्न भिटामिन तपाईँले धेरै दिनुभयो भने त्यसको स्वादमा परिवर्तन नआओस् भनेर मैले भिटामिन खासै चाहिँ र यही हो प्रवृत्ति मैले यसमा केही गरेको छैन म देउता होइन भगवान होइन तपाईँ जस्तै हौ है बिसादी हाल्दा के सर तोरीको तेल मिसाउनु पर्छ भन्छ त होइन नि यसमा हो कि सर यसमा यो हो कि यसमा यो बोडो मिक्सरमा पानी नपकाल्छ आलसको तेल राम्रो हुन्छ आलसको तेल यो नपखालिनुहोस् भनेर केही समय टिको छ एकचोटि गर्न सकिँदैन किनभने अब मैले भ्याउँदिनु बेला एकदम प्याक चाहिँ भइसक्यो अब माघ 15बाट धन्दाधन्दी पल्लो पाल्लो आउँछ बिसादी के अरे त्यो बोडो मिक्सर तपाईँले त्यसमा पऱ्यो भने मार्नु पल्लोमा त्योभन्दा आउनु अगाडि तयारी गर्नु पऱ्यो तपाईँले एकदम जे हामीले बुढोबाट सिकाएको थियौँ त्यो पायौँ क्या आज हामीले ल यो हो अर्को कुरा सुन्नु न यो हजुरको चाहिँ यो स्प्रे भन्नुभयो नि अब कुन चाहिँ स्प्रे अब तपाईँको मोटरवाला हुन्छ कि अर्को चाहिँ बुढी स्प्रे मोटर पावर स्प्रे पेट्रोलबाट चल्ने म तपाईँलाई देखाइदिउँला नभए म चलाएर देखाइदिउँ बत्ती ल्याउनुहुन्छ बत्ती लिएर पेट्रोलबाट इन्जिनबाट चल्छ इलेक्ट्रिकबाट चल्छ इलेक्ट्रिक दिगो हुँदैन अब नेपालको बत्ती नै हो अब काम नेपालको बत्ती हो अब काम फेरि बत्ती जान सक्छ के अनुसार पेट्रोलबाट चल्ने हाम्रो नन स्टप जान्छ हामी नन स्टप झन्डै दिनमा हामीले कति ड्रम भने 4000 लिटरसम्म हान्न सक्छौँ स्प्रे त दिउँसो गर्नु पर्छ दुईजनाले एकजनाले हाम्रो कन्ट्रोल गर्छ औषधि हाम्रो माथि नीति हुन्छ मिक्स गरेर त्यहाँबाट पावर सप्लाई चाहिँ बाट पाइपबाट जान्छ एकजनाले पाइप मिलाउने एकजनाले स्प्रे गर्दै
4,000 लिटरसम्म एक दिनमा हामी कति रोपनी गर्छ अब सुनाउँछ अब यो रोपनी त धेरै छ लागु बिघा धेरै सङ्ख्या हजुर कति होला भएपछि भित्र मेरो पाइप छ त्यो लामो पाइप कति मिटर छ सर त्यो मेरो 400 400 मिटर लामो फाल्छ होइन 400 हामी हानिराखेका छौँ यही मेसिन यहीबाट यसरी हान्दै गयो होइन यसरी हान्दै गयो भित्रबाट फर्किन्छ तल हामी यसरी हान्दै गयो अनि उताबाट भित्र पस्छ यसरी हान्दै गयो यहाँबाट हानेर त्यो पाइप कहाँ आउँछ त यहीँ आउँछ हाम्रो त्यो बुटा बुटा गएर चाहिँ यो पाइप चाहिँ हजुरले कहाँबाट उपलब्ध गर्नु त्यो बजारमा तपाईँ जानु पाउनु मैले पोखरामा खोजेको पावर स्प्रे यो अझ तपाईँले अहिले अहिले मुक्तिनाथ के भन्छ अरे यो पोखराको बिल्डिङ छ त्यहाँ पाइएन कि सर मैले त्यही किनेको नपाएर होला तपाईँ पाउनुहुन्छ क्या गाडबुट जानी पाउनुहुन्छ भने यो पावर स्प्रे अलि ठुलो रहेछ यो भन्दा सानो पनि पाउँछ यो स्प्रे यो चाहिँ यो भन्दा सानो पनि पाउँछ पाउँदै पाउनु भन्दै यसरी हाल्छौँ होइन हामी अनि हालिदिएपछि राउन्ड यो फर्म सबै घुमिसकेपछि तपाईँलाई कस्तो लाग्यो हम एकदम मेहनत गरे जस्तो लाग्यो त्यसमा राम्रो लगन गरे जस्तो लाग्यो मलाई हजुर एकदम चाहिँ सबै कुरो अनुभव लिएको जस्तो लाग्यो मलाई सकिएछ अनि तपाईँलाई कस्तो लाग्यो फर्म मलाई सही लाग्यो यो मलाई चाहिँ के भन्न मन लाग्यो नि हाम्रो गाउँतिर एउटा पुरानो चलन छ कि सुन्तला रोपेर सुन्तला पकाएर खाने हो र भन्ने अब प्रायः अब गाउँलेहरूको होइन दाजुभाइहरूको विचार छ सुन्तला रोपेर अब यही जमिनमा तपाईँको कोदो मकै होइन जे हुन्छ यो स्थानीय बाली लाएर अब 70-80 लाख 1 करोड कमाउनु सम्भवै छैन सुन्तलाले हेर्नु त अझ यत्रो कमाइ भनेको त एकदमै कमाइ हो त्यही भएर तपाईँहरूको भौगोलिक दृष्टिकोणले होइन राम्रो छ भने जमिन छ भने तपाईँको अब एउटा व्यवसाय नै गर्नुहुन्छ भने चाहिँ लगाउँदाखेरि त्यो जुन जमिन अनुसार जमिनको भौगोलिक उसले जे लाउँदा पनि हुन्छ व्यवसायिक हिसाबले जानुहोस् त्यो नै राम्रो हुन्छ है त तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो राम्रो लाग्यो के सिक्नु भयो यहाँ व्यवसाय सम्बन्धमा तपाईँको चाहिँ नि अब यहाँ सिक्नु भनेको त अब मल हाल्ने मल खादहरू राख्ने र तपाईँको चाहिँ नि अब यो गोडमेलको कार्यक्रम भयो खाडल खन्ने अब जे होस् अब आउँदो साथीहरूले हामीले भन्दा नि अब सानो पिँढीहरूले राम्रो गरोस् भौगोलिक हिसाब किताबमा चाहिँ आफ्नो मिलाएर भन्ने मलाई यही सुझाव दिन चाहन्छु थ्याङ्क यू यो चाहिँ हामीले पानी चाहिँ हेर्ने काम चाहिँ अगाडि बढिरहेछ अहिले चाहिँ आधा प्लास्टिक हालेको आधा यो गरेर प्लास्टिक कस्तो लाग्यो तपाईँलाई एकदम ठिक लाग्यो एकदम राम्रो लाग्यो फर्म हेरियो बबाले रहेछ होइन अब सुन्तला फलाउन चाहिँ कसरी पर्छ भन्ने कुरो बल्ल बल्ल देखिएको छ अब अर्को वर्षबाट चाहिँ हामी पनि रोपिदिने हो यत्रो सुन्तला जिन्दगी यहाँ कहिले देख्नु भएको थिएन ए यस्तो सुन्तला हाम्रो बारीमा फल्थ्यो पहिला अहिले पनि नभएको त है के सिक्नु भयो त यहाँ आएर अब फलाउने भन्ने बुझियो अब सुन्तलाको बारेमा धेरै कुराहरू सिक्यो यत्रै गेडा बनाउने अब आफ्नो होइन ल बगान चाहिँ यस्तो रहेछ है बोटहरू चाहिँ मजा मजाको रहेछ नि ठुल्ठुला उत्पादन चाहिँ राम्रो दिएछ यो भूगोल पनि छड्के छड्के निकै उत्कृष्ट रहेछ यस्तरी सुन्तला टिप्ने काम चाहिँ भइरहेछ यतातिर फल पनि मजा मजाको बोटमा चढेर चट्ट हल्टिप्दै हुनुहुन्छ अलि यो कुहिरोले चाहिँ गर्दा यो तल जाली खास किन राख्नु भएको यो तल झरेर अनि फुट्छ भनेर हो त्यसरी चाहिँ यो तल चाहिँ जाली राखेर माथि चढेर टिपिराख्नु भएको अवस्था छ